धन्यवाद हाम्रा धर्मगुरुजीहरू नेपालको ऐतिहासिक टोली खेलमा सम्पूर्ण तामाङ समुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई सोनाम प्रसादको हार्दिक शुभकामना व्यक्त गर्दै यहाँ सबैलाई व प्रवीण कुमार बल यहाँलाई राष्ट्र ठाकुरमा सहितको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। आज हामी यहाँ केवल नयाँ वर्ष या लोसार मनाउन मात्र होइन, हजारौं वर्ष पुरानो तामाङ संस्कृति पहिचान र गौरवलाई एकै ठाउँमा उत्सवको रूपमा प्रस्तुत गर्न यहाँ भेला भएका छौँ। यो मानेर पनि यो अवसर कार्यक्रम आफैमा ऐतिहासिक त छ, त्यसैले अब लामा धर्मगुरुहरू पछाडि बोल्ने गुरुहरूलाई आफ्नो संशोधन गरिदिनुको निम्ति म हार्दिक अनुरोध गर्दछु। सम्भवहरू पनि तयारी अवस्थामा रहनुहोला। यसै बिचमा हाम्रो निमन्त्रणलाई स्वीकार गरेर अतिथि मनहरू आउने क्रम जारी छ। नेपाल तामाङ हिजोका सल्लाहकार एवं पूर्व मन्त्री परशुराम भाइज्यू आउनुभएको छ। उहाँलाई पनि अतिथिको आसन ग्रहण गर्नुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी पूर्व मन्त्री कमानका नेता कृष्ण लामाज्यू पनि आउनुभएको छ। उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अब भने हाम्रा तामाङहरूका नीतिको रूपमा रहेको बोङ्गोहरूले यहाँ संक्षेप गर्ने छ। उहाँहरूलाई म संक्षेप सुरु गरिदिनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसपछि नेपाल तम्बा गेलुङ र नेपाल राष्ट्रिय तम्बा गेलुङको तर्फबाट तम्बाहरूको सांसदीयको लागि तयारी अवस्थामा बस्तीको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। नेपाल तामाङ बोको गेलुङका बोकोहरूलाई हामी स्वागत गर्न चाहन्छौँ। साथसाथै पनि समितिका अध्यक्ष बोको ज्ञानबाट व्याख्या आज यहाँ केटाबाट नाम सुब्बा सिक्नुहुन्छ, चार सुब्बा सिक्नुहुन्छ, सोमाया सिक्नुहुन्छ, तामाङ हुन्छ, तामाङ हुन्छ, माया तामाङ हुन्छ, ममता किरण तामाङ र तामाङ बोको त्यसमा
धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस सभाका सभा अध्यक्ष नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गजेज्यू, राष्ट्रिय तामाङ घेदुङका अध्यक्षज्यू र आजका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू आउँदै आगमन हुने क्रम जारी नै छ र अतिथि माननीय मन्त्रीज्यूहरू, नेपाल तामाङ घेदुङ तथा नेपाल तामाङ राष्ट्रिय घेदुङका अध्यक्षज्यू